सबै आमाहरूलाई ह्याप्पी मदर्स डे। आज मदर्स डेमा मैले के गरेँ हेरौँ है त। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई अनदर मिनी ब्लग। आज औँसी भएर म कोरा गएँ। कोरा गर्दाखेरि बत्ती त बाल्नु पर्यो होइन त साथीहरू। मैले सानो एउटा भाइले देखेँ अनि त्यो भाइको पसलमा चाहिँ कसैले बत्ती बालेको छैन रहेछ, अनि मैले बत्ती बालेँ। अनि म यता गुरुङबुर्चेको मूर्ति भएको ठाउँमा भित्र एकैछिन पसेँ। यसमा चाहिँ कस्तो राम्रो फुलहरू छ कि फुलहरू, अनि त्यसपछि भित्र बस्दा चाहिँ कस्तो शीतल हुने आनन्द हुने खालको छ नि त। त्यही भएर मैले भित्र एकैछिन बसेँ। अनि आज चाहिँ स्वयम्भू एकदम भिड थियो। कोरा सकेपछि म रुम फर्केर मैले तातो पानी तताएर पनि तातो पानी पिएँ। तातो पानी पिइसकेपछि चाहिँ मैले आफ्नै काम गर्नुपर्ने हुन्छ, किनभने काम त गर्नु पर्यो जे भए पनि। मेरो काम चाहिँ यो छ आजको। त्यसपछि आई गेस तपाईँहरूलाई थाहा छ होला यो के हो भनेर, धेरैजनालाई थाहा हुन सक्छ मेबी। साथीहरू, मैले आज के बिर्सेँ भनेर खाना खाँदाखेरि भिडियो बनाउनै बिर्सेछ। अनि मैले चाहिँ एकैचोटि खाजाको भिडियो, मलाई चाहिँ खाजा किन्न जान एकदम झ्याउ लागेको थियो नि त। त्यही भएर मैले मेरो रुममा चाहिँ गाजर र काँक्रो रहेछ, मैले यही नै त्यो गरेँ। तपाईँहरू को हुन्छ यसरी म जस्तो फिल्म हेर्दै अनि खाजा खाँदै? मलाई एकदम रमाइलो लाग्छ। अनि तपाईँहरूलाई कस्तो लाग्छ? खाजा खाएर मैले चाहिँ त्यही काम गरेँ। मेरो चाहिँ आज यसरी नै दिन बित्यो। तपाईँहरूको चाहिँ आई होप सबैजनाको मम्मीहरूसँग सेलिब्रेट गर्नुभयो होला। मेरो त मम्मी टाढा हुनुहुन्छ गाउँमा, त्यही भएर सेलिब्रेट गर्न पाएन। त्यसैले फेरि पनि सबैजना आमाहरूलाई मेरो तर्फबाट धेरै धेरै माया र ह्याप्पी मदर्स डे।